कुनै पनि व्यक्तिको कुरा काट्नु अगाडि विचार पुर्याउनुस् है। मुलुकी देवानी संहिता 2074 को दफा 21 ले चाहिँ गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने भनेको छ। भन्नाले यो दफाले चाहिँ कुन कुन अवस्थामा चाहिँ तपाईले अरूको गोपनीयता यानि कि प्राइभेसी चाहिँ इन्टरफेयर गरेको मानिने भनेर यसमा लेखेको छ र त्यसै दफाको उपदफा ग अनुसार चाहिँ कुनै व्यक्तिको निजी जीवनको व्यवहार, आचरण, चियो चर्चा, प्रकाशन, प्रचारण वा प्रचार गरेमा चाहिँ उसको व्यक्तिगत प्राइभेसीको चाहिँ अतिक्रमण भएको मानिन्छ। यो दफामा त्यो लगायत अरू कुराहरू पनि छन्, जस्तै कि कुनै व्यक्तिको बसोबासमा प्रवेश गरेमा र अरू भनेको कसैले चिठी पत्र खोलेमा, त्यसको प्रयोग गरेमा, टेलिफोन वा अन्य प्रविधिको माध्यमबाट भएको कुराकानी बोली, ध्वनि, टेप वा रेकर्ड गरेमा वा सुनेमा। भन्नाले अरूको तपाईले लेटर खोल्नु पाउनुहुन्न, अरूको फोन ट्याप गर्न पाउनुहुन्न, अरूसँग भएको कुराहरू रेकर्ड गर्न पाउनुहुन्न। त्यो पनि तपाईले गोपनीयताको अधिकार अतिक्रमण भएकै मानिन्छ र तपाईको कसैले अनाधिकृत रूपमा तस्बिर खिच्न पनि पाइँदैन भनेर यसै दफाले भनेको छ। र अन्तिममा अरूको नाम, आकृति, तस्बिर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा। भन्नाले यो सबै कुरामा व्यक्तिको कुरा काट्ने लगायत व्यक्तिको घरमा अनाधिकृत रूपमा प्रवेश गर्ने, व्यक्तिको फोटो वा भिडियो मन्जुरी बिना खिच्ने जस्ता कुराहरू चाहिँ उसको गोपनीयताको अधिकारको अतिक्रमण गरेको मानिन्छ र यो अनुसार तपाईलाई कानुनी सजाय पनि हुन्छ। यो कानुनी जानकारी हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।